सो वेल एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा, न्यू ब्लग। अनि आजको यो ब्लगमा चाहिँ हामी ट्रेनिङ गर्न आएको छौँ। त्यस पछाडि आज 1 गते हो होइन, 1 गते सरकारी छुट्टी दिनुभएको छन्। सो सबैको छुट्टी छन् अनि हामी त्यही मौकामा ट्रेनिङ गर्न आएको छौँ। अनि कति भाइहरूको एक्जाम पनि छन्। सो त्यसपछि 1 हप्तासम्म एक्जाम रनिङ हुनेछ, त्यही भएर हामी गर्दिनँ होला। कतिको छुट्टी पनि दिइहाल्छन् अब 2 दिन लागेर, त्यसपछि छुट्टी हुनेहरूको आउनेछौँ। सो त्यही हो। अनि आज हाम्रो क्लबको एकजना मेम्बरले प्लेयर अफ द मन्थ पनि पाएको छन्। सो उसलाई प्लेयर अफ द मन्थ अवार्ड गरेर सेलिब्रेट पनि गर्नेछौँ। अनि ट्रेनिङ गरेर आज त अपोनेन्ट टिमहरू आएकै छैनन्, सो आफै खेल्नेछौँ गेम। अनि आज चाहिँ ठुलो पोस्टहरू छन्, उता पनि ठुलो पोस्ट छन्। सो त्यही हो, त्यस्तै आफ्नै अब खेल्छौँ, हेरौँ अब के हुन्छ, एकछिनपछि हेर्नु होला। सो गाइस फाइनली सेटअप भइसक्यो हाम्रो प्लेयर अफ द मन्थको लागि। हाम्रो मिस्टर यो कृष्ण यादव गोज टु होइन, प्लेयर अफ द मन्थ अवार्ड गर्नको लागि छौँ। सबैजना रेडी होइन? वेलकम गर्न चाहन्छु हाम्रो जुनियर टिमको कप्तानलाई। कप्तान सारेको छु अहिले। सो ल, वेलकम टु कृष्ण यादव। कङ्ग्रेचुलेसन। ताली पर्ख ताली। ल बधाई छ, बधाई। सेलिब्रेटेड प्लेयर अफ द मन्थ देखिसक्नु होला। अब हामी ट्रेनिङ गर्नेछौँ, सेटअपहरू मिलाउँछौँ। सो ट्रेनिङ गरेर अब अपोनेन्ट टिम त आएको छैन आज। सो त्यही अब आफ्नै फुल पोस्ट 7 साइज खेल्नेछौँ एकछिन पछाडि ट्रेनिङ सकेर। सो हेर्नु होला। आज चाहिँ ठ्याक्कै हामी 14 जना छौँ। सो 7 जना खेल्नेछौँ फुल पोस्ट। तर हामी चाहिँ भिडियो गर्ने मान्छे हुँदैन। सो ट्रेनिङहरू मात्र गर्नेछौँ हामी, गेम देखाउन सक्दैनौँ किनभने सबैजना खेलिरहेको हुन्छ। सो सरी गाइज। अब हामी ट्रेनिङ गर्छौँ, यहीँ इन गर्नेछौँ। अर्को पालि हामी गेम खेलेको देखाउनेछौँ। सो कहिले काहीँ ट्रेनिङहरू मात्र गरेको देखाऊँ है। अब छैन नि त मान्छे भिडियो गर्ने। दस चोटि गर्न त कहाँ ननस्टप गरेको। 10 चोटि गर्न। भने हात पनि चला। क्वेसनमा फ्याँका हुने रहेछ त। कस्तो अलग
दुईचोटि लाउरे आयो अब त लाउरे यो त ब्रेक हाने नि हान्छ त घुमेर यो कोन घुमेर उगम भाइलाई मजा आउँदैछ जस्तो यसको बोसो घट्छ अब धने त रोकिँदै आउँदैछ किन घुमेर है धने लाउरेलाई यहाँ ट्रेनिङ हान्दैछ
सो गाइज फाइनली ट्रेनिङ गरिसकेको छौँ र अब हामी म्याच पनि खेलिसकेर होइन म्याच त देखाउन पाएन किनभने 7-7 जना थियौँ ठ्याक्कै 14 जना थियौँ क्यामेराम्यान भएन सो भिडियो गर्न पाएन अनि अब हामी सामानहरू प्याक्सहरू गर्दैछौँ भाइहरू त्यही च्यालेन्जहरू खेल्दैछन् के भन्छ पेनाल्टी फ्री किक कर्नर यस्तै च्यालेन्जहरू खेल्दैछन् सो त्यही अब हामी घर जानेछौँ सो यो भिडियो यहाँ इन गर्न चाहन्छु सो कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला र भिडियो मन पर्यो भने लाइक सब्सक्राइब एन्ड सेयर पनि गरिदिनु होला यति भन्दै तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु सो बाइ बाइ गाइस जय नेपाल